साथीहरू कान्छी र सागरको बिहे भएको दिन उनीहरू धेरै खुसी थिए। सागरले कान्छीको सिउँदोमा सिन्दुर सजाइदिँदा कान्छीले आफ्नो जीवन पूर्ण भएको महसुस गरेकी थिइन्। तर अहिले उनको जीवनमा फेरि अर्को सङ्कट आइपरेको छ। विध्वंसकी श्रीमतीले उनी घरमा नभएको मौका पारी उनको मोबाइलबाट सागरलाई मेसेज गरी सापट्टि दिएको पैसा हात पार्ने प्लान बनाए। तर कान्छीले उनीहरूको प्लान थाहा पाएर सागरलाई पैसा नपठाउनु भनेपछि उनीहरूले कान्छीलाई कुटपिट गरेर गुण्डाहरू लगाएर सागरलाई किडन्याप गराएका थिए। ती गुण्डाहरूले सागरलाई जंगलमा लगी बाँधेर कुटपिट गरिरहेका छन्। कान्छीले सागरलाई धेरै चोटि फोन गर्दा पनि नउठेपछि आफ्नो छोरीलाई शहरमै छोडेर सागरलाई खोज्न गाउँ हिँडेकी छिन्। कान्छी र उनको दाई विध्वंस गाडीमा गाउँ जाँदै गर्दा अचानक बीच बाटोमा अकल्पनीय दृश्य देखेका छन्। उनीहरूको अगाडि को आयो होला त? कान्छी भाग 300 मा हेर्न पाउने नै छौँ। भिडियो मन परे लाइक गरिदिनु होला। धन्यवाद।